हे गाइस वेलकम टु माय न्यू व्लग। हेर्नुस् आज हामीहरुको पार्टी हो। आज कामनाजीको घरमा पार्टी गर्छ। अहिले हामीहरु अनि खेल्न जान्छौँ, जम्पिङ ब्याक गर्न जान्छौँ। अहिले कामनाजीले मासु लिन जानुहुन्छ कुखुराको। अनि वहाँ हेर्नुस् गाछी टोरो। अनि वहाँ हेर्नु कामनाजीको गाईहरु। वहाँ हेर्नु हटिया छ हाम्रो वहाँनिर। वहाँ देख्नु रोड छ। वहाँनिर घरै गाउँै गाउँ छ। आज तपाईँलाई फनी चिज देखाउने छु। वहाँ देख्नु सिटी, वहाँ गाडी, वहाँ कुखुराको घर, वहाँ टोयलेट। अनि वहाँ देख्नु शनि सोर कति उचा छ। वहाँ देख्नु शनि पुग्ली। हाई गाइज, हेर्न सक्नुहुन्छ यहाँ हाम्रो मासु पाक्दैछ। अनि यहाँनिर भात पाकिसकेको छ। अनि यो आज यो सब किन पाकेको भनेदेखि लिएर आज चाहिँ हाम्रो अस्ति देउसी खेलाएको थियौँ नि त हामी सानो केटाकेटीलाई लिएर रमाइलो गर्नको लागि। अनि त्यसबाटै त्यो देउसीमा अलिअलि पैसाहरू परिरहेको थियो। अनि त्यही पैसालाई अब के गर्ने भन्ने भयो। अनि सबैजनाले भन्नुभयो अब सनिस प्रनिसकोमा म सबैजनाले सजेसन दिनुभयो, लु है अब केटाकेटीलाई एउटा सानो ट्रिट जस्तो गरिदिउँ न भनेर भन्नुभयो। अनि त्यसपछि त्यसपछि अनि यो आज ल हुन्छ है खुवाइदिउँ न त भनेर अनि मासु र भात पकाएको अब पकाउँदैछौँ। अब पाकिसकेपछि सबैलाई बोलाउँछौँ। अनि त्यसपछि यहाँ हुन्छ एउटा सानो पार्टी हाम्रो। अनि तपाईँहरूलाई हेराउँछौँ हामी पार्टीमा हामी के गर्छौँ भनेर, के खान्छौँ, कसरी खान्छौँ भनेर देखाउँछ। अनि यो चाहिँ अहिले मासु पाक्दैछ। तपाईँहरू स्टे ट्युन। गाइज, आर यु रेडी फर द पार्टी? के भयो? कसले नलिनु भन् नलिनु भन्? के भयो? के गरिदियो? ल चुप चुप। गाइज यहाँ हेर्नु, अब प्रनिसलाई चोट लाग्यो, कसले कुटेर रुवाइदियो। प्रनिस अब चुप्प लाग्छ। प्रनिस अब खेल्छ। गाइजलाई हेलो भनिदेऊ ल प्रनिस। ल गाइजलाई हेलो खै भनेको? यो प्रनिस लाटा हो गाइज, बोल्दैन। कालु ल कालुले हाई गाइज भन्देऊ ल। ऊ ल कालुले हेलो गर्दैन। कालु पनि बोल्दैन गाइज, सबैजना बोल्दैन, कोही पनि बोल्दैन। यो कालुको दिदीहरू गाइज। यता सनिसको मामु हुनुहुन्छ गाइज, मुख लुकाउँदै हुनुहुन्छ। ए गाइज यहाँ आउनु हो गाइज। हाम्रो गार्ड अङ्कल हो गाइज। अहिले फायरिङ भएको थियो। कान्छे दाले मैले पेटमा हाने, टाउकोमा हाने। कान्छे दाले मलाई यहाँ हान्नुभयो, मरिहालेँ। अनि मैले फेरि कान्छे दाले हाने नि म भागिरहेको थिएँ। तो गोली सकिहाल्यो अनि गेमै सकिहाल्यो। हाम्रो बाइक थियो अनि आउनुभएको छ हाम्रो घरमा। यहाँनिर देख्नुभयो? अगाडि सिटी छ, यहाँ देख्नु अब पार्टी गर्नेको टाइम गयो। अब म थालेर जाम काम नदिदी। गाइस हामीलाई पार्टी गर्नु हात दिँदै हुन्छ हामीलाई काम नदिदी। उहाँ हेर्नुहोस् यहाँनिर गाडङ्गलले हुन्छ यहाँ नजर राख्ने। सबभन्दा ठुलो मान्छेको सबभन्दा सानो भाडा कनिष्ठ छ, यस्तो सानो छ। क्यामेराम्यानको भाइ। तिम्रो यो मेरो मोबाइलमा आउँदा नि आउँदैन कहाँ होला तेरो मोबाइलमा आउँदै आउँदैन मेरो मोबाइलमा। हेलो गाइस भन्दैछु शान्त। हेलो गाइस, चम्ची दिनु न भनी। हामी बोलिरहेछौँ। चम्चीले चाहिँ कसले खान आँटेको हौ? हातले गुवामी खानु नि। घाँस पार्नु नि हातले चाहिँ। ल तिम्रो नाम के हो भनिदेऊ त सबैजनालाई। तिमी भन त तिम्रो नाम के हो? तल भनेको रे। तिम्रो नाम के हो भन त? मेरो नाम सुशान्त। तिम्रो नाम के हो? जयेश धनु। तिम्रो नाम के हो? सनिस गुरु। तिम्रो नाम के हो? म सुशान्त गुरु। छाला दिनु मलाई। मलाई छाला। यसलाई खुवाउन सक्नुहुन्न दिदी तपाईँ फेरि प्रवासलाई? त्यसले एक्लै खाइदिन्छ त्यति।
हालै खाने र रस धेरै खा। किन हाल्दिनु? म पनि रस मलाई धेरै हाल्दिनु। मम्मी नि खाना धेरै रस। कजेलो ल कजेलो कजेलो कि कलेजो? कहिलेको थियो माग्न हो देउसी जोलको दिला। तपाईँ चाहिँ किन बस्नु भएको उठ्नु न जोल पनि हाल्नु। उठ्नु न कि टुवा परेर बस्नु मेरो पनि त हाल न मलाई फोटो हुँदैन र हाम्रो गाड अङ्कल हाम्रो यहीँ हुनुहुन्छ गाइज हाम्रो हेल्प गर्दै हुनुहुन्छ सुशान्त यहाँ आएर यहाँ कता गर्छ आऊ यहाँ आऊ खानामा कस्तो हात लिन्छ यहाँ आएर ल बस 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 खाऊ खाना खाऊ। ऊ मलाई खोइ हौ मासु अरे यसलाई फल हालिदिनु परमेश सुरु गर खा 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 आई परमेशको फोटो खिच्ने खाना रे भात खाना चम्चाले खाना। तुमले खाना त रे तेरा चम्चे दि छैन त क्या था ए खाऊ न हातले के चम्चाको नाटक गरेको लु खाऊ 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 कस्तो छ गाइस खानाको लागि ले कस्तो छ गाइस मलाई पनि चम्चा हाल्दिनु हो। ऊ छैन एउटा मात्रै खोजेर ल्याइदिए छैन हातले खा हातैले खाऊ न म मुस्दिन। मैले लाई भनेको नि म खुवाइदिन्छु भन्दा देख्नु भयो जान चम्चा रायो तेरो दुईटा भाइको लागि म भन्दै छु खुवाइदिन्छ। आउँदैन अरे क्या चम्चा निकाल्दिनु न दिन खुवाइदिन्छ। ऊ खाँदैछ आफै जान्ने हुन्छ उहाँ हेर भाइ आफै खाने। खुवाइदिनु। आफै खान्छ। तिमीलाई आफै खाना आउँछ कि आउँदैन गुइठे यसरी खा मलाई आउँछ। अनि कस्तो राम्रो खाएको हौ ल खा एक चम्चा खाएर देखाऊ मुसिदिन्छु ल यसरी खोइराले छोरीले अनि खाइहाल्छ खाँदैन हेर्नु गाइज हाम्रो सिपाहीहरू देउसी भैलो टिमहरूले खाँदैछ दनादन दिँदैछ मासु भात तपाईँहरूलाई पनि खान मन छ भने तपाईँ पनि आउनु होला लाइक सब्स्क्राइब पनि गरिदिनु होला। आजले सुत्छ खाएर है अब गएर सुतिहाल्छ कसलाई पानी भयो अब छाला हालिदिनु कामना दिदी। कामना दिदी म ल्याइदिन्छु छाला यदि यो बोतलले भात खाइदियो म थप्पा परेको यो बोतल भात खाइदियो खुवाइदियो अनि हेरि बाबुले खाइबा तैँले खाँदै खान्न छ नि हिँड बाबु भयो किन जान्छ हौ सँगै तपाईँलाई किन बाबु बाबाले बोलाइराखेको छ आज हक छ हेर्ने पानी नखान सुहान्छ धेरै पानी खायो भने सुला त्यो हेर्न कसरी बसेछ त्यो भयो हौ पानी धेरै खानु हुँदैन ल सुहाइजाला यति धेरै सुहाउँछ अनि धेरै बारी हाल्छ। त्यो सबै भात खा छिटो आइज्यो छिटो खा। ती छ चपुल पछाडि यता हो यता हो आज तैँले हक छास बाबुले हक छ आज हेर्न त खाँदैन सबभन्दा पछि बाबु उठिसक्यो अब हिँडे बाबु छिटो खाँदै सबले उठा थाल म कालोलाई लगेर दिएँ सबै मासु घर त लाऊ यही बस लाऊ शनिसँग गयौ ल शनि दादासँग मुखबाट हात निकाल मुखबाट हात निकाल फोटो खिच्छ दिदीले ल अरे बा एकचोटि फोटो खिचेको पोज गरिदेऊ त शनि तमा पर्खिरहेको छ बाबुले
बल्ल बल्ल खुट्टा त बस्न यहाँ बस्न यहाँ खुट्टा दे यसमा बस म राखिराख्छु ल म चाहिँ कहाँ बस्नु यहीँ बस्न के भयो त बस्दा ल यहाँ बस सफामा म भात दिन्छु गाई हेर्नु कञ्चन र निताले खाँदैछ नितालाई खाने बानी कहिले गएन हौ चिल्ला पनि कन्दै पर्छ मलाई कुखुराको पनि कन्दै ल केही हुँदैन कन्दै भाग्य छ कि खाएको पनि देखेन हाँसको पनि पर्नु पर्ने गाइस अब हाम्रो पार्टी गरिसक्यो तपाईँले हेर्नुभयो होला तपाईँलाई आई होप तपाईँलाई यो प्रोग्राम राम्रो लाग्यो भने लाइक गरिदिनु च्यानल पनि सब्सक्राइब गरिदिनु